हेलो नमस्ते साथीहरू। आज हामी चाहिँ तिलौराकोट गौतम बुद्धको प्राचीन घर, गौतम बुद्धको 29 सालसम्म बिताउनु भएको घर तिलौराकोट आएका छौँ साथीहरू। यो चाहिँ कपिलवस्तु जिल्लामा पर्छ। तौली हावाबाट 8-10 किलोमिटर लगभगमा चाहिँ तिलौराकोट स्थित छ साथीहरू। गेटबाट हामी इन्ट्री गर्छौँ साथीहरू। दुई 2500 वर्ष पुरानो यो इट्टाको उसहरू अझै पनि उस्तै छ साथीहरू। गर्मीको मौसम छ, त्यही भएर घुम्न अलिक कम आउनुहोस् साथीहरू। त्यही पनि हुनुहुन्छ। छारेहरू छन्। गौतम बुद्धको घर, उहाँ चाहिँ 29 सालसम्म चाहिँ यहीँ बस्नु भएको रहेछ साथीहरू। ए छोरो यहाँ खेल्दैछ, उता श्रीमतीज्यू मोबाइलमा बिजी। ठाउँ रमाइलो रहेछ साथीहरू, शान्त वातावरण। हिँड्ने बाटो पुरै काठको पुरानो बनेको रहेछ साथीहरू। पुरानो उसमा अझै पनि छ यो चाहिँ। कोही बस्दै हुनुहुन्छ, फोटो खिच्दै हुनुहुन्छ कोही साथीहरू। अलि गर्मी मौसम भएर साथीहरू अलि त्यति धेरै चाहिँ हुनुहुन्न, मान्छेहरू त्यति धेरै आउनुभएको छैन। बिस्तारै अहिले 2-3 बजे छ, त्यही भएर नि होला बिस्तारै आउँछ। 5-6 बजे चाहिँ अलि भिड हुन्छ र साथीहरू। शान्त वातावरण, रमाइलो दृश्य भएको ठाउँ रहेछ साथीहरू तिलौराकोट। गौतम बुद्ध भगवानको घर भएको स्थान। यस्तो शान्त वातावरणमा बस्नु रहेछ भगवान गौतम बुद्ध। ओ त्यो इट्टा देखेको छ साथीहरू, त्यहाँ चाहिँ बुद्ध भगवानको घर थियो अरे साथीहरू। अहिले पुरै भत्किएर धेरै पुरानो
तलको इट्टा मात्र बाँकी रहेछ। ओ त्यहाँ साथीहरू यो इट्टा भएको जो देखिरहेछ यो चाहिँ गौतम बुद्ध भगवानको घर थियो अरे। रमाइलो छ। कोही बसेर फोटो खिच्दै हुनुहुन्छ, कोही खाँदै हुनुहुन्छ, परिवारसँग रमाइलो गर्दै हुनुहुन्छ। त्यति बेला त्यति पुरानो त्यति पहिला कस्तो थियो होला घर साथीहरू, अहिले चाहिँ यस्तो छ। धेरै पुरानो। पच्चीस 2600 साल अगाडि बहुत पुरानो। हामीले अब अहिले थियो रे भनेर हेर्ने मात्र हो साथीहरू। यस्तो थियो रे भगवानको घर। यस्तो शान्त वातावरणमा रहेछ, चारैतिर जङ्गलले घेरेको अनि पुरै छहारी रुखहरू भएको स्थान। यस्तो शान्त वातावरण, शान्त माहौलमा रहेछ साथीहरू गौतम बुद्ध भगवानको घर। हेर्नु साथीहरू, सफा रमणीय स्थान छ साथीहरू। घुम्न आउनु होला नजिक। जो पनि साथीहरू नजिक हुनुहुन्छ घुम्न आउन सक्नुहुन्छ परिवार लिएर। रमाइलो छ। गौतम बुद्ध भगवानको घर पुरानो हेर्न आउनु होला। यस्तो छ साथीहरू, आउनु होला घुम्न। ऊ आमा छोरा चाहिँ उता छोरालाई हिँडेर सतायो साथीहरू। भर्खर हिँड्न सुरु गर्दैछ, 2-3 महिना भयो। नमस्ते गर। घुम्न बिस्तारै आउँदै हुनुहुन्छ साथीहरू। अब टाइम 3-4 बज्दैछ। बिस्तारै शीतल हुँदैछ, बिस्तारै आउँदै हुनुहुन्छ। रमाइलो वातावरण छ साथीहरू। आऊ 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 जाम जाम आऊ 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 ल ड्याडीको हातसम्म आउनु ल। उतातिर अझै शीतल रहेछ क्या साथीहरू, उतातिर जान पर्यो। समाचार ल्याउ त। बाबुले चकचक गरेर आपत यता अलि शीतल चाहिँ उठ्यो त। यता अलि शीतल छ। बहुत रमाइलो वातावरण छ साथीहरू। परिवार लिएर घुम्न आउन सक्नुहुन्छ नजिक नजिकको साथीहरूले। सानो बच्चा लिएर नआउनु होला। बच्चा भएपछि त ल्याउन पर्यो साथीहरू। सबैले झेल्न पर्छ यो। एलिफेन्ट हेर्न हिँड्न जाम। आऊ यता चाहिँ अलिक शीतल छ जस्तो छ।
हिँड्न बाबु मम्मालाई भेटाऊ ए बुङ्गा हुन्छ उता होइन उतैसित आऊ बाबु आऊ यस्तो छ साथीहरू बुद्ध भगवानको 29 वर्ष बस्नुभएको घर यस्तो रहेछ साथीहरू। पुरा तलको मात्र इट्टा रहेको छ साथीहरू, पुरै भत्किएर। अब भिडियो गर्न पाली मेरो। नमस्ते हात देऊ यता हेर त यता हाँस ओ अब टोपी फालो ज्या यस्तो छ बच्चा बच्ची ल्याएपछि यस्तो हुन्छ हेर्नु होला साथीहरू। बच्चाहरू चाहिँ नल्याउनु होला घुम्ने ठाउँमा, घरै छोडेर आउनु होला। बच्चा ल्याएर घुमौँला भन्ने त आशै छैन। यसैको पछि हिँड्नु पऱ्यो। यहाँ दुईजना लागि पऱ्यो। हुन त हाम्रो सानो भएर होला के अरे बच्चा सानो। रमाइलो आउँछ साथीहरू। तलो छ गर्मीको बेलामा पनि हात्तीहरू धेरै रहेछ। हात्तीको मूर्तिहरू रहेछ। खै सानो खै हेर त मूर्तिहरू चाहिँ टन्नै रहेछ। नमस्ते गर्दै भगवानलाई नमस्ते भगवानलाई यता नमस्ते गरेर आज सिमन्सको दिन जाने भयो। ल नमस्ते भगवान गर ल नमस्ते। मूर्ति हात्तीको मूर्तिहरू रहेछ। यहाँ पनि भित्र पूजा गरिराख्नु भएको छ। हो त बाउ छोरा थाकेर बस्नु भएको छ, बेडी र बेबी। बाबुलाई छोडिदिनु न, नाच्छ सानो। यहाँ आमाले यस्तो मजाले बजाउनु भएको कि आनन्द आउने। तल यता अगाडि राखिदियो। यता हो राखा गर, त्यहाँ राखा गर। ल नाची गर ल नाच। रमाइलो भयो साथीहरू, रमाइलो भयो। मेरो सानो छोरालाई आज यस्तो रमाइलो भयो। उसलाई हिँड्न पाएपछि त उसलाई केही चाहिन्न साथीहरू। हेरिराख उसले यहाँ बजाएको। ल साथीहरू अहिलेसम्म भिडियो हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद छ। लाइक कमेन्ट अनि कस्तो लाग्यो भिडियो प्रतिक्रिया दिनु होला, सपोर्ट गर्नु होला, सब्सक्राइब गर्नु होला। ल हस् धन्यवाद, नमस्कार, बाई।